हेलो नमस्ते साथीहरू, स्वागत छ डिटेक मोबाइलमा। सबजना सन्चै हुनुहुन्छ होला र फेरि पनि तपाईँहरूको समय म नयाँ भिडियो लिएर आइसकेको छु। सो साथीहरू, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु र बेल आइकन प्रेस अलमा क्लिक गर्न नबिर्सनु होला नयाँ अपडेट पाउनको लागि। सो साथीहरू, आजको टपिकमा हामी कुरा गर्नेछौँ नयाँ आइपिओको बारेमा र कसरी अप्लाई गर्ने भन्ने त्यो पनि म सिकाउन गइरहेको छु मेरो सेयरबाट। र सबैभन्दा सुरुमा तपाईँहरूले आफ्नो मेरो सेयर ओपन गर्नुहोला। मेरो सेयर ओपन गरेपछि युजर नेम र पासवर्ड हालेर ओपन गर्नुहोला। र ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ माई एएसबिएमा क्लिक गर्नुहोला। माई एएसबिएमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ प्योर इनर्जी आइपिओ खुलिसकेको छ, यसमा क्लिक गर्नुहोला। र क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यसको चाहिँ इस्यु कति छ हेर्न सक्नुहुन्छ। यहाँ यसको चाहिँ इस्यु म्यानेजर चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड हो। अनि ओपन इस्यु डेट चाहिँ आज नै भएको हो भन्नुपर्छ, 2025 4/10 को भएको छ। सो क्लोज चाहिँ 2025 0/15 हुन्छ, 5 दिनपछि बन्द हुनेछ। सो यहाँ हेर्न सक्नुहुन्छ आज चाहिँ कति 11,95,200 खुलेको रहेछ यसको सेयर चाहिँ। र पर किता प्राइस चाहिँ एक किताको चाहिँ 100 रुपियाँ रहेको छ। सो साथीहरू, यसलाई चाहिँ अप्लाई गर्ने भन्ने भने प्रोसिडमा क्लिक गर्नुहोला। र प्रोसिडमा क्लिक गरिसकेपछि यहाँ अप्लाई किता कति गर्न चाहनुहुन्छ भने तपाईँ धेरै नगर्नुहोला, 10 कितामा पर्ने चान्स हुन्छ। र सिआरएन नम्बर भनेको तपाईँको त्यो ब्याङ्कले राखिदिएको हुन्छ, त्यो ब्याङ्क सिआरएन नम्बर यहाँ हाल्नु होला। र म यहाँ सो मैले यहाँ सिआरएन नम्बर हालेर अप्लाई गरिदिएँ। त सिआरएन नम्बर त्यो ब्याङ्कले राखिदिएको सिआरएन नम्बर हुन्छ साथीहरू। त्यो अब कसैको एकाउन्ट नम्बर पनि हुनसक्छ होइन, त्यो चाहिँ यहाँ हालेर अनि अप्लाई गरिदिनु होला है त। यहाँ अनि ट्रान्जेक्सन पिन हालिदिनु होला। सो साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ मेरो अप्लाई भइसकेको छ। यसलाई चाहिँ एडिट गर्नु हुँदैन, अब जति गरे पनि एडिट हुँदैन, यो जुन एकपल्ट गर्नुभयो भयो त्यो भइहाल्छ। सो यसलाई चाहिँ हेर्नको लागि एप्लिकेसन रिपोर्टमा क्लिक गर्नु होला, यहाँ भरेको छ छैन भनेर। र तपाईँको चाहिँ 1000 रुपियाँ भन्दा 10 कितालाई 1000 रुपियाँ लिन्छ। सो त्यसलाई चाहिँ यहाँ हेर्न सक्नुहुनेछ मैले यहाँ अप्लाई गरेको छु 1000 को। सो यहाँ हेर्न सक्नुहुन्छ म्याक्सिमम क्वालिटी 1000 देखि 10,000 रहेको छ। र सो यसलाई चाहिँ अप्लाई मैले 10 किताब मात्रै गरेको छु। सो यहाँ हेर्न सक्नुहुन्छ तल यहाँ सबैभन्दा सेकेन्ड लास्टमा स्ट्याटस यहाँ अनभेरिफाइड छ। र यदि यहाँ भेरिफाइड भनेर भनिसकेको छ भने तपाईँको यो कम्पनी नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड कम्पनीले म्यानेजरले यसलाई चाहिँ के भन्छ भेरिफाइड गरिसकेको भनेर बताउँछ यहाँ भेरिफाइड भएपछि। सो साथीहरू, यही नै थियो आजको भिडियोमा। कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने प्लिज मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु है त।